नेपालको नक्सामा देखिने गाउँ कालापानी, लिपुलेक र लिम्पियाधुरा। यो केवल जमिन होइन, यो इतिहास, पहिचान र स्वाभिमानको प्रश्न हो। सुगौली ट्रिटी यो सन्धिले नेपालका सिमाना निर्धारण गर्यो। कागजमा स्पष्ट थियो महाकाली नदी नै पश्चिम सीमा। तर प्रश्न उठ्छ, नदीको वास्तविक मुहान कहाँ हो? यदि मुहान लिम्पियाधुरा हो भने त्यसपछि कालापानी र लिपुलेक कसको? भारत भन्छ यो उसको प्रशासनमा छ, नेपाल भन्छ यो ऐतिहासिक रूपमा आफ्नै भूमि हो। सत्य के हो? सत्य यति सरल छैन। नक्साहरू फरक छन्, व्याख्या फरक छन्, तर चुपचाप भएको परिवर्तनहरू धेरैलाई शङ्कास्पद लाग्छ। हालै नेपालका प्रधानमन्त्री बालेन्द्र शाहले पनि सीमा सम्बन्धी विषयमा आवाज उठाउँदै सरकारलाई पत्र पठाएको चर्चा भयो। यो केवल एउटा पत्र होइन, यो सङ्केत हो। जब स्थानीय नेतृत्व बोल्न थाल्छ त्यो असन्तुष्टिको सङ्केत हुन्छ। जनताको प्रश्नहरू बढ्दैछन्। किन नेपालले आफ्नो दाबी बलियोसँग राख्न सकेन? किन दशकौंदेखि यो विवाद समाधान भएन? के राजनीति कमजोर छ कि इच्छा शक्ति नै छैन? के इतिहास लुकाइएको छ? सायद पूर्ण रूपमा होइन, तर इतिहासलाई कसरी प्रस्तुत गरिन्छ त्यो सधैँ शक्तिशालीहरूको हातमा हुन्छ। नेपालसँग प्रमाणहरू छन्, पुराना नक्सा, दस्तावेजहरू, तर कूटनीति कागजभन्दा ठुलो खेल हो। एउटा कुरा ख्याल गर्नुहोस्, सीमा केवल रेखा होइन, यो राष्ट्रको आत्मा हो। र जब आत्मामाथि प्रश्न उठ्छ, मौन बस्नु पनि एक प्रकारको हार हो।